हेलो साथीहरु सबैजना नमस्कार। सबैजना आराम सन्चै हुनुहुन्छ? म एकदमै ठिकठाक छु। हजुरको माया साथ सपोर्टले हजुर पनि सधैँभरि खुसी रहनु, सुखी रहनु भन्न चाहन्छु। मैले चाहिँ आज धेरै दिनपछि भिडियो बनाएको छु। आफ्टर लङ टाइम पछि भिडियो अन्तिम समय हेरेर साथ दिनु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, शेयर, सब्स्क्राइब गर्दै साइडमा रहेको बेल आइकन घन्टी पनि बजाउन नभुल्नु होला। लागौँ विषयतर्फ। विषय चाहिँ के छ भने, यदि हजुरहरू रोमानी आउँदै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। एकदमै इम्पोर्टेन्ट रहन्छ, एकदमै जरुरी छ, हेर्नै पर्ने भिडियो छ। अन्तिमसम्म हेरेर साथ दिनु होला। रोमानीमा चाहिँ जाडो एकदमै बढी छ साथीहरू। यदि हजुरहरू रोमानी आउँदै हुनुहुन्छ भने चाहिँ कपडाहरू बाक्लो कपडाहरू ल्याउनु होला। एकदमै यहाँ -15-20सम्म जान्छ डिग्री है। यहाँ हिउँ पर्छ। यहाँ बाटोमा जमेको पानी त आइस हुन्छ साथीहरू, त्यस्तो जाडो हुन्छ है। त्यसरी हजुरहरू रोमानी आउँदै हुनुहुन्छ भने चाहिँ एकदमै कपडाहरू बाक्लो ल्याउनु होला। अनि साथमा औषधिहरू पनि ल्याउनु होला। यहाँ एकदमै जाडो लास्टै भएको कारणले गर्दा हामी जाडो त्यति सहन त हामी नेपालीहरू त्यति जाडो नेपालमा हुन्न, र त्यसैले औषधिहरू पनि ल्याउनु होला। यहाँ रुवा खोकीहरू लागिबस्छ। रुवा खोकीहरू एकदमै लाग्छ कि यहाँ जाडो महिना धेरै जाडो हुन्छ। गर्मी हुने भनेको 2 महिना मात्र हो। त्यसैले जाडो बढी भएको कारणले गर्दा चाहिँ औषधहरू एकदमै ल्याउनु होला। र साथमा अब मरमसलाहरू पनि ल्याउनु होला। यहाँको मरमसला त्यति टेस्टी हुन्न है। रोमानी आउँदा मरमसलाहरू अलिअलि ल्याउनु होला। सधैँभरि त पुग्दैन, त्यसैले भने पनि नेपालको टेस्ट अलिअलि खान मन लाग्छ। त्यसैले आउँदाखेरि चाहिँ मरमसलाहरू पनि एकदमै ल्याउनु होला भन्न चाहन्छु। एकदमै त्यही भन्न चाहन्छु, मरमसलाहरू सबै ल्याउनु होला। रोमानीमा चाहिँ म्याक्सिमम सप्लाई हो साथीहरू। डाइरेक्ट कम्पनी पर्ने चान्स एकदमै कम हुन्छ। म्याक्सिमम सप्लाई हो। सप्लाई परेपछि अब हामीले भने जस्तो सेवा सुविधाहरू, सेलेरीहरू पाउँदैन। पाए पनि सप्लाईले खान्छ, काट्छ है। त्यसैले आउँदाखेरि एकदमै सोच विचार गरेर आउनु होला। एकदमै सोच विचार गरेर आउनु होला भन्न चाहन्छु। र अनि धेरैजनाले मलाई सोध्नु भएको हुन्छ कि सेलेरी कति हुन्छ, के कस्तो हुन्छ भन्नुहुन्छ। अनि सेलेरी यस्तै हो। यहाँ छ मेरो चाहिँ 2450 प्लस 500 हो है। खानाको 500 हो, त्यति छ सेलेरी चाहिँ। तर डाइरेक्ट पर्नु भने चाहिँ एकदमै सेलेरी पनि राम्रो हुन्छ, सेवा सुविधाहरू पनि पाउँछ है। हामी सप्लाईले चाहिँ त्यति सेवा सुविधाहरू पाउँदैन, छैन। दिए पनि काट्छ सप्लाईले। त्यसैले हामी सप्लाई भएर चाहिँ एकदमै गाह्रो छ है। डाइरेक्ट पर्नु भने चाहिँ एकदमै राम्रो हुन्छ। यहाँ सेलेरी राम्रै हुन्छ। आउँदाखेरि चाहिँ मेन पावरलाई सोध्नु होला सप्लाई हो कि डाइरेक्ट कम्पनी भनेर। मेन पावरले 8-10 लाख लिइरहेको हुन्छ, अनि सप्लाई कम्पनीमा राखिरहेको हुन्छ। म्याक्सिमम सप्लाई हो। डाइरेक्ट पर्ने चान्स भने एकदमै कम हो साथीहरू। त्यसैले आउँदाखेरि चाहिँ एकदम बुझेर आउनु होला भन्न चाहन्छु। सप्लाई परेपछि एकदमै गाह्रो छ साथीहरू। डाइरेक्ट पऱ्यो भने सुविधा एकदमै राम्रो छ। सप्लाई परेपछि एकदमै गाह्रो छ कि सुविधाहरू त्यति पाउन पाए पनि हामीलाई पाउँदैन। हामीले भनौँ कि सप्लाईले पाउँदैन, हामीले पाउँदैन, सप्लाईले दिन्न। त्यसैले अब हजुरहरू एकदमै सोच विचार गरेर आउनु होला। डाइरेक्ट जस्तो हामी हुन्न। त्यसैले मेन पावरले 8-10 लाख लिइरहेको हुन्छ, त्यति नदिनु होला। अहिले रोमानी सेन्जेन भनेको छ, त्यसको सेन्जेनको सुविधाहरू हामीले केही पनि पाएको छैन है। सेन्जेनको सुविधा हामीले केही पनि पाएको छैन है। त्यसैले एकदमै युरोपियन सङ्घले टाइट पनि गर्दै आएको छ सबै कुरा है। त्यसैले हरेक कुरा टाइट हुँदै आएको छ। एकदमै हजुर आउँदाखेरि सोच विचार गरेर आउनु होला। सबैजनाले मलाई सोध्नु भएको हुन्छ कि रोमानीमा चाहिँ डाइरेक्ट कम्पनी पर्ने कसरी भन्नुभएको हुन्छ। त्यो चाहिँ मलाई खासै थाहा छैन है। डाइरेक्ट कम्पनी पर्ने चाहिँ त्यस्तो थाहा छैन। कम्पनीले यहाँ भन्छ, मेन पावरले कम्पनीले डाइरेक्ट हायर गर्दैन भन्छ। त्यो त सप्लाईलाई दिएपछि काम छिटो गर्छन् भन्छन्। अनि त्यही भएर होला सायद साथीहरू। त्यसको बारेमा मलाई खासै जानकारी छैन। त्यही हो, अब म्याक्सिमम सप्लाई पर्छ। अब सेलेरी पनि सप्लाईलाई त्यस्तो खासै राम्रो हुन्न है। त्यसैले अब एकदम सोच विचार गरेर आउनु होला। खासै राम्रो सेलेरी हुन्न। डाइरेक्ट पऱ्यो भने चाहिँ एकदमै राम्रो हुन्छ सेलेरी है। एकदमै राम्रो छ सेलेरी है। र यहाँ चाहिँ काम भनेको चाहिँ प्रायः चाहिँ 8 घन्टा 5 दिन हो। गभर्मेन्टको रुल हो 8 घन्टा गर्ने, 5 दिन हप्तामा 2 दिन छुट्टी हो है। गभर्मेन्टको रुल हो। कुनै फेरि कम्पनीले के गर्यो भने 8 घन्टाको ठाउँमा 10 घन्टा 6 दिन लगाइदिएको काममा होइन। त्यो लगाइदिएको कतिले प्रायःले होइन।
तर हाम्रो चाहिँ यहाँ गभर्मेन्टको रुल अनि हाम्रो चाहिँ 8 घन्टा 5 दिन हो है ड्युटी है, त्यस्तो छ हाम्रो चाहिँ। प्रायःले 6 दिन 10 घन्टा लागेको हुन्छ ड्युटी, 2 घन्टा बढी लागेको हुन्छ। मेन पावरले पनि त्यही भने हुन्छ साथीहरू, त्यसैले आउँदाखेरि विचार गरेर आउनु होला, सोच विचार गरेर। धेरैजनाले मलाई सोध्नु भएको हुन्छ चाहिँ रोमानियामा आउँदा के काममा आउँदा ठिक हुन्छ भन्नुभएको। सकेसम्म तपाईँको स्किल छ भने स्किलमा आउनु होला, नत्र अनस्किलमा आउनु होला। सकेसम्म तपाईँको स्किल छ, केही काम जानेको छ भने त्यसमा आउँदा चाहिँ धेरै राम्रो हुन्छ, सेलेरीहरू पनि राम्रो हुन्छ है। हजुर स्किलमा आउनु होला, आउँदाखेरि चाहिँ है। अब स्किल छैन भने अनस्किल वर्करमा आउनु होला, सकेसम्म चाहिँ स्किलमा आउनु होला भन्न चाहन्छु। र काम अब आफूले जानेकोमा आएको धेरै राम्रो हुन्छ, सेलेरीहरू पनि राम्रो हुन्छ। र म चाहिँ फ्याक्ट्री वर्करमा आएको, अनस्किलमा आएको हो। अब हजुर केमा मन लाग्छ, अब होटेल लाइनमा सिप छ भने होटेल लाइनमा आउनु होला, केमा छ त्यसमै आउनु होला। यो त्यो भन्दा पनि आफ्नो स्किल छ भने स्किलमा आउनु होला, त्यही हो साथीहरू। सकेसम्म स्किलमा आएको राम्रो है। हेर्नुभएको थ्याङ्क यू सो मच भन्न चाहन्छु। एकदमै माया साथ सपोर्ट गरिदिनु भइरहेको छ, त्यसको लागि एकदम थ्याङ्क यू सो मच है। र यस्तै भिडियोहरू, विभिन्न खालको रोमानियाको अपडेटहरू र विभिन्न खालको फनी भिडियोहरू हजुरको सामु उपस्थित भएर आउने नै छु। धेरै माया गर्नु होला, योभन्दा धेरै माया गर्नु भएको छ, अझै गर्नुहुन्छ भन्ने आशा विश्वास छ है। र अन्तिममा मेरो च्यानल नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला, र भिडियो एकदमै भिजिट गर्नु होला, एकदमै सपोर्ट गर्नु होला भन्न चाहन्छु। ओके।